गाइस अब मार्कोमा त पानी छैन रे। सो तपाईलाई मार्को आएको केही एक्सपिरियन्सहरु शेयर गर्नुहुन्छ तपाई? के सोचेथे के भयो? नि भिलास है। बाटा त सबैलाई मार्को। हेलो गाइज व्हाट्स अप, तपाईहरुलाई वेलकम छ मेरो युट्युब च्यानलमा। सो आज हाम्रो ब्लग चाहिँ कहाँसम्म जाने हो भन्दिनु त? के शब्द भन्दिनु न? मार्को ब्रिज क्याम यार, ब्रिज क्याम। कस्तो दामी हो, कस्तो दामी बाटो हो। हामी ऊ तलबाट आएको होइन उताबाट। सो यस्तो यस्तो बाटो, यस्तो यस्तो दामी सुन्दर। यस्तो दामी भिलास है। हानी रिसोर्ट्स, जिप लाइन फोटो हान्ने हो यहाँ, जिप लाइन रोकेर बाटा त अन्डर कन्स्ट्रक्सन्स। गाइज लैजाऊ लैजाऊ गाइज। यस्तो पानी पऱ्यो होइन त, त्यसै केटाहरू अब बस्नु पऱ्यो यस्तो पानी हुँदेखि पनि सुन्दैन। अहिले पानी सुकेर यस्तो भयो, यस्तो भएछ। 1 महिना भयो पानी सुक्यो। सो प्लानिङै नभएको कारणले यसरी आउनु पर्यो। सो ठिकै छ। सो केटाहरू म मान्दै हामी चाहिँ मार्कु अब यस्तै भइहाल्यो। मार्कुको ब्रिज हेर्न चाहिँ आएको छौँ होइन। मार्कुमा पानी सुकेछ, आँसुटिरह है। अब बनेको यो डेट सेट। सो पुल चाहिँ ब्रिज चाहिँ यस्तै छ। हाम्रो उत्तम सरले गाइड गर्नुहुन्छ। स्वागत छ यहाँलाई इन्द्र सरोवर तालमा। ताल चाहिँ खोइ, ताल सुकेर बेताल भएको छ। ताल सुकेर बेताल भएको छ। अनि हाम्रो बाइकमा पेट्रोल सकेर हडताल पनि भएको छ। के हो यो? ओइ हल्लिन्छ कि पुल यसरी नि। यहाँ खजानाहरू छ खोज्ने कि। ओ माई गड। तर यो पानी सुकेर चाहिँ यस्तो भारी छ होइन। हामी बोटिङ गर्ने भनेको यस्तै भइहाल्यो। हाम्रो 2 जना हिरोहरू आउँदै हो। 1 जना हिरो मुख खुम्चाइसक्यो। उही तर यो ठाउँ चाहिँ यही हो। पहिला हामी गाडीमा आएको थियो कि उत्तम। ओ सुन सुन सुन, पहिला हामी गाडीमा आएको थिएन, गाडी त्यहाँ राखेको थियो हो कि विकास? ऊ त्यो गाडी राखेको थियो यस्तो यस्तो। अब मार्कु चाहिँ सबै सुकिसकेछ। हामी रङ टाइममा आएछौँ। यो चाहिँ मार्कु रे। सो द्याट्स इट। पहिला सुकेबाट मार्कु घुम्न आउन चाहनुहुन्छ भने सो वैशाख र जेठको महिनामा नआउनु होला। अब मार्कुमा पानी सुकेपछि हामी केटाहरू लाग्यौँ कुरेहानीतिर बोटिङ गर्नलाई। यति टाढाबाट आएपछि त्यो बोटिङ गर्ने हो भनेर। अरू कुरा त यस्तै हो होइन। अब कति टाइम लाग्छ गएर बुझौँ। मलाई धेरै टाइम लाग्दैन चाहिँ फर्किने। पाइहाल्यो भने चढिदिने, गइदिइहाल्ने, नभए फर्किने। अब यहीँ फोटो हान्नुपर्छ। अब दामी विकास हो त्यहाँ त्यो जे भए भइहाल्यो। यहाँ चाहिँ पानी रहेछ गाइस। अब मार्कुमा त पानी छैन रे। अब यो कुलेहानी ड्यामको छेउमा चाहिँ पानी छ। सो यहाँ बोट विकास बोटिङ हान्ने हो त। सो बोटिङ सोटिङको लागि बुझ्छौँ के हो कसो हो। र अडी हिँड्दै सो काठको बोट हान्ने रे। सो चप्पु चलाउने रे। इलेक्ट्रिक वालामा त के मजा आउँदैन भन्नु थाल्यो।
केटाहरूको मुख अलि उत्रियो पनि होइन मार्कमा नहाने पनि कुले हानीमा त हानियो नि भन्न त सकिन्छ नि अन्त विकास हाँस्न है बोट खेल्ने इच्छा पुरा भयो केटाहरूको बोटिङको सपना नि सक्यो होइन केटाहरू केटाहरू सब अलि हाँस खुस न यार गाई छ बोटिङ सोटिङ पनि गरियो होइन अब घरतिर लाग्नु लागेको एक्सपिरियन्स यस्तै छ सो मार्कोको चाहिँ अलि राम्रो भएन सो यो कुले हानी डाम छेउनिर चाहिँ भिडियो सिडियो बनायो बोटिङ सोटिङ हान्यो सो यति भन्दै भिडियो बन्द गर्नेछु